बागलुङ कालिका दर्शनको लागि ज्ञानोदय परिवार हामी बागलुङ कालिकाको गेटबाट प्रवेश गर्दैछौँ। हाम्रो हेड सर, त्यसपछि लीला म्याम, हाम्रो बद्री सर, शङ्कर सरको छोरी साह्रै क्युटी छन्। हाई भन, हाई पोज्देऊ। अनि हाम्रो शङ्कर सर फोटो खिच्नमा व्यस्त हुनुहुन्छ। हाम्रो कौशलेन्द्रजी हातमा चस्मा टल्काउँदै हुनुहुन्छ है, उहाँले आँखामा चल्काउनु पर्ने। लीला म्याम फोनमा व्यस्त हुनुहुन्छ, यता हाई भनिदिनुहोस्। हामी बागलुङ कालिकाको दर्शनमा जाँदैछौँ है। ल हाम्रो पलिसा पनि हाई गर्दैछिन्, उनको मम्मी चाहिँ फोनमा व्यस्त। सायद सरले फोन गर्नुभयो होला। मेरो पनि देखाइदिउँ, खिचिरहेको छ। हाम्रो पिटिएको तिनजनाको टिम चाहिँ अगाडि परेछ है। हाम्रो हेड सरले साइडबाट हाल्दै हुनुहुन्छ है। यति आनन्द ठाउँ छ कि यहाँ त 1 घन्टा 2 घन्टा बसे पनि केही फरक पर्दैन। बसौँ लागिरहने ठाउँ छ। म त फर्स्ट टाइम आउँदैछु। सबैजना मोबाइल लिएरै व्यस्त छन्। चार सय पनि फर्स्ट टाइम हो त? मेरो होइन, मेरो यो त छिमेकी जिल्ला भयो। छिमेकी जिल्ला पर्यो। हाम्रो लीला म्याम पनि मोबाइलमै हुनुहुन्छ। माथि बजार छ, त्यहाँबाट माथि जानुपर्छ। 2 घन्टा पुग्नु। सागर सर चाहिँ पुरै ठाउँको बारेमा बुझाइरहनु भएको छ। हाम्रो सबै टिम माथि यहाँ पछि दिदीसँग बस्ने कि मम्मी सामानका दिदीसँग बस्ने। अब कालिकामा खिच्नुपर्छ। त तिमी अगाडि जाऊ। ल क्यामेराम्यानलाई मैले एकछिनमा रोकिदिएँ।